जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला कार्यालयभित्रै कांग्रेस एमाले र माओवादी हुन पाउँदैन। विश्वविद्यालय र सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौं तपाईलाई प्रिय लागोस् कि अप्रिय लागोस्। तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ। अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। सुकुम्बासी नेता कहलाउँछन्, म घर घडेरी भएको मान्छे टेम्पुल चढेर हिँड्छु, पैसा त छैन त कहाँबाट ल्याउनु त? यङ्गिम होप्पे। सभामुख महोदय, रक्सी, चुरोट, सुर्ती स्वास्थ्यका लागि हानिकारक जति वस्तु विदेशबाट आयात हुन्छन् अर्को 50% कर थपौं। चुरोट महँगो हुँदा कसको अधिकार हनन हुन्छ? रक्सी महँगो भयो भनेर को आन्दोलनमा आउँछ? कि मेरा अग्रजहरूले देशका जुन समस्याहरूप्रति 35 वर्षसम्म आँखा चिम्लिनु भयो, आज झलझली देखिरहनु भएको छ। र यही वर्ष ती सबै समस्याहरूको समाधान होस् भन्ने उहाँहरूको शुभेच्छा छ। कम्ता विश्वास रहेछ त यो सरकारप्रति अग्रजहरूलाई? मलाई यसमा गर्व छ। सभामुख महोदय, सम्पूर्ण विषयहरूको व्याख्या गर्ने समय छैन, समयको पाबन्दी छ। म हटपट बनेका केही विषयहरूमा केन्द्रित हुन चाहन्छु जसमा भ्रमको भाइरस असाध्यै धेरै फैलाइएको छ। पहिलो, संगठित हुने अधिकारै कुण्ठित गर्न आँटे हो। हामीले भनेकै हो, जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला कार्यालयभित्रै कांग्रेस एमाले र माओवादी हुन पाउँदैन। विश्वविद्यालय र सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौं तपाईलाई प्रिय लागोस् कि अप्रिय लागोस्। हामीले संगठित हुने अधिकार कुण्ठित गर्न खोजेको होइन, तर हरेक ठाउँका निश्चित मर्यादाहरू हुन्छन्। अझ बुझ्ने गरी भन्दा हामीले नुहाउन पाउने अधिकार खोज्ने भनेको होइन, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको। अर्को विषयमा पनि असाध्यै धेरै भ्रम फैलाइयो। यो सरकार सुकुम्बासी प्रति निर्मम भयो। अघि 18 वटा सुकुम्बासी आयोग र खर्च भएको 9 अर्ब रुपियाँको निर्मम प्रसंग माननीय यज्ञमणि नेउपानेले सुनाउनु भयो। म त देख्दिनँ, तर म मेरा अग्रजहरूलाई ऐना हेर्न आह्वान गर्छु। 35 वर्षसम्म तपाईको गलत नीतिले सृजना भएको र तपाईको बदनियतले विकराल बनेको समस्या हो कि होइन सुकुम्बासी समस्या? सरकारले जोखिमयुक्त क्षेत्रबाट, नदी किनारबाट नागरिकलाई उद्धार गरेर बचाउन चाह्यो। भ्रमको भाइरस यति विघ्न फैलाइयो, एकजना माननीयले भन्नुभयो, ए तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ। अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? अनि बाढीले बगाउनबाट आफ्ना नागरिकको रक्षा गर्नु सरकारको कर्तव्य हो कि होइन? हो। होल्डिङ सेन्टर अझ व्यवस्थित हुन सक्थ्यो, तर सरकारको नियत शुद्ध छ। मैले नाराहरू सुनेको छु, जबरजस्ती लगाइएका नाराहरू, मिसगाइड गरेर लागेका केही नाराहरू मैले सुने। झुटो बोल्न आउँदैन, अर्कोचोटि भोट पाउँदैन। म देशभरिका, मेरो झापा क्षेत्र नम्बर 1 र सम्पूर्ण राष्ट्रमा रहेका वास्तविक सुकुम्बासीहरूसँग फेरि पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मैले अर्कोचोटि भोट पाऊँ कि नपाऊँ, तपाईले यही सरकारको कार्यकालमा लाल पूर्जा अवश्य पाउनुहुन्छ, यो म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तर पहिचान स्पष्ट हुनुपर्छ। अस्ति एकजना नेताले, अग्रज माननीयले भन्नुभयो, गरिबहरू विकासका बाधक होइनन्। हो सभामुख महोदय, मेरो पूर्ण सहमति छ। किनभने यो देशमा सबभन्दा गरिब सांसदको आज प्रतिस्पर्धा हुने हो भने प्रथम स्थानमा मेरो पनि दावेदारी रहन्छ। त्यसकारण म सहमत छु। तर गरिब को हो? एकातिर 5 पुस्तासम्म लाल पूर्जा पर्खिरहेका वास्तविक सुकुम्बासी भूमिहीनहरू छन्, अर्कोतिर धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। सुकुम्बासी नेता कहलाउँछन्, म घर घडेरी भएको मान्छे टेम्पुल चढेर हिँड्छु। सभाध्यक्ष महोदय, त्यसकारण सर्वप्रथम पहिचान गरौँ वास्तविक भूमिहीन सुकुम्बासी को हो। त्यसपछि सुकुम्बासी समस्याको साँच्चीकै समाधानका लागि साझा संकल्प गरौँ। जसरी संविधान निर्माणमा तपाईहरूको साझा सहमति बन्यो र यस्तो उत्कृष्ट संविधान निर्माण भयो। यद्यपि यसमा संशोधन गर्नुपर्ने धेरै विषयहरू छन्, तिनमा म जान चाहन्न, आज समयको पाबन्दी छ। सुकुम्बासी समस्याको सही समाधानको मार्गचित्र सबै मिलेर खोजौं। पहिला वास्तविक सुकुम्बासीहरूको पहिचान गरौं। नदी र जोखिमयुक्त क्षेत्रमा बसेका भूमिहीनहरूलाई राज्यले व्यवस्थापन गरोस्, सार्वजनिक जग्गाहरू खोजेर अथवा खरिद गरेर। जहाँसम्म ओइलेनी जग्गाको प्रश्न छ, पहिला फाँडेरै बस्ने चलन थियो। त्यति बेलाको सरकारले आओ तराई झर फाँडेरै बस भन्थ्यो। त्यसकारण ओइलेनी जग्गाको जहाँसम्म प्रसङ्ग छ, नागरिकता ऐनलाई नजिर मानौ र 2062 साल चैत्र मसान्तभन्दा अगाडि
जग्गा चर्चेको प्रमाण पुर्याउने सबैलाई लाल पूर्जा दिउँ जो वास्तविक भूमिहीन र सुकुम